यो 4 महिनामा मैले कामै गर्न पाएको छैन साँच्चै भन्नु पर्दाखेरि। कहिले के आन्दोलन भएको छ, कहिले के आन्दोलन भएको छ, कहिले मेरो माथि प्रश्न उठाएछ, कहिले यो भएन, कहिले त्यो भएन, हरेकचोटि केही न केही भएको छ क्या। मैले कामै राम्रोसित गर्नु पाएको छैन। मैले नीति योजनाहरू बनाउने कति कामहरू छ जुन चाहिँ मैले गर्नुपर्ने छ। म मनबाट मात्र बोल्छु, धेरै भूमिका बाँध्दिनँ, मन पनि पर्दैन, आउँदैन आउँदैन, जरुरत पनि छैन जस्तो लाग्छ मलाई। त्यहाँ मलाई काम गर्नु पठाएको, भाषण गर्नु पठाएको होइन। र तपाईँहरूको लागि मैले भनिरहेको छु, जस्तो सुकै व्यस्तता मेरो भए तापनि म समय दिनु तयार छु, म समय दिन्छु पनि। र मेरो फर्स्ट प्रायोरिटी हो त्यो। जहिले गएर मैले के भयो भने हरेक मन्त्रालयमा सुन्नु जानु होला तपाईँले, धेरै जस्तो मै कराएर हुन्छु त्यहाँ। कतिवटा कुरा मागहरू हाम्रो पुरा नभएको, यो खै त माग, यो किन भएछैन, यो किन गरेको छैन भन्दै कराउने मै नै हुन्छु। हामीले त्यही चाहेको थियो र कति कुरा गृह मन्त्रालयमा हुनुपर्ने कुरा त हामीले गरिरहेको छौँ। तर त्यही पनि कति ढिला भइरहेको होला, त्यसमा म क्षमा प्रार्थी पनि छु, क्षमा पनि माग्न चाहन्छु होइन। र यसलाई हामी चाँडोभन्दा चाँडो चाहिँ अब केही न केही चाहिँ अब हामीले रिजल्ट ल्याउँछौँ। फर इक्जाम्पल अहिले हामीले एउटा जेनजी र शहीद परिवारबाट रिप्रेजेन्टेटिभहरू राखेर एउटा समन्वय समिति बनाइदिएका छौँ, जसले गरेर हाम्रो पीडा हामीले मात्र बुझ्छौँ र कुनै ब्युरोक्रेटले बुझ्दैन भन्ने हिसाबले चाहिँ मैले त्यही अनुसारमा उहाँहरूसँग कुरा गरेर एकजना ब्युरोक्राट हाम्रो कर्मचारी राखिदिएर प्रक्रियाहरू विधि पद्धतिहरू अपनाउनै पर्यो। त्यसको लागि चाहिँ हामीले एकजना राखिदिएर बाँकी सबै हाम्रो 5 जना जति शहीद परिवार र घाइतेबाट राखिदिएका छौँ। त्यो भएपछि हामीले भन्नु सकिन्छ, आफ्नो मुद्दाहरू आफूले राख्नु सकिन्छ, आफ्नो दुःखहरू आफैले कोर्नु सकिन्छ, त्यसमा समाधानहरू कोर्नु सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले त्यो समन्वय समिति बनाइदिएको, ताकि तपाईँहरूलाई गाह्रो नपरोस्। अब कतिजना भाइ बहिनीहरूसँग मैले भेट्न सकेको छुइनँ होला, तर तपाईँहरूले देखिराख्नु भएको छ कि यो 4 महिनामा मैले कामै गर्न पाएको छैन साँच्चै भन्नु पर्दाखेरि। कहिले के आन्दोलन भएको छ, कहिले के आन्दोलन भएको छ, कहिले मेरो माथि प्रश्न उठाएछ, कहिले यो भएन, कहिले त्यो भएन, हरेकचोटि केही न केही भएको छ क्या। मैले कामै राम्रोसित गर्नु पाएको छैन। मैले नीति योजनाहरू बनाउने कति कामहरू छ जुन चाहिँ मैले गर्नुपर्ने छ। तर हरेक नागरिक मेरो ढोकामा आउँदै गर्दा ढकढक्दै गर्दाखेरि, आँसु झार्दै गर्दाखेरि त्यो पनि त मेरो कर्तव्य त हो नि त। त्यसमा नि मैले त केही न केही त हेर्नु पऱ्यो नि त। त्यसकै लागि त तपाईँहरूले जिताएर पठाइदिनु भएको हामीलाई, त्यही भएर रिप्रेजेन्ट गरेर पठाउनु भएको। त्यो इज्जत पनि धान्नु छ। फेरि जेनजीको नेताले सुनेन भनेर फेरि हाम्रो सबैजना जेनेरेसनलाई धिक्कारलाई फेरि त्यो इज्जत त धान्नु पऱ्यो नि त। कस्तो खतरा नेता पठाएको छ ल हाम्रो आजकलको युवाहरूले, कस्तो खतरा मान्छे पठाएको छ त नेतामा, उनीहरूको रिप्रेजेन्टेसन कस्तो खतरा भन्ने नि एउटा सुन्नुहोस् न। सदनमा बोल्दै गर्दाखेरि जहिले पनि तपाईँले देख्नुहुन्छ, म मनबाट मात्र बोल्छु, धेरै भूमिका बाँध्दिनँ, मन पनि पर्दैन, आउँदैन आउँदैन, जरुरत पनि छैन जस्तो लाग्छ मलाई। त्यहाँ मलाई काम गर्नु पठाएको, भाषण गर्नु पठाएको होइन। र मेरो काम प्रष्ट छ। जहाँ आफ्नो नागरिक दुःखमा छ त्यो ठाउँमा पुग्नुपर्छ भन्ने मेरो दायित्व, मेरो कर्तव्य हो। हरेक देशको हरेक कुनामा पुगेको छौँ, पुग्छौँ पनि। तर यो 3 तहको सरकार मिलेर गर्नुपर्ने कुराहरू आगामी दिनमा मेरो विचारमा स्थानीय सरकार र हाम्रो प्रदेश सरकार पनि एकदमै एक्टिभ भएर काम गर्नुहुन्छ होला भन्ने मेरो आशा पनि छ। उहाँहरूलाई पनि हाम्रो कुनै पनि प्रतिशोध हाम्रो यो आन्दोलनदेखि केही पनि छैन। वी जस्ट वान्ट आवर कन्ट्री टु बी बेटर होइन, राम्रो होस् हाम्रो देश, ताकि आउनेवाला पुस्ताले चाहिँ जब मलाई सोध्छ र तपाईँहरूलाई सोध्छ कि हामी पनि एक टाइममा चाहिँ बुढाबुढी त हुम्ला, त्यतिखेर सोद्धाखेरि यो देशको परिवर्तन र यो देश आज राम्रो हुन कसको भूमिका थियो भनेर भन्दाखेरि छाती फुल्लाएर तिम्रै बाबाको लडाइँले गरेर एउटा योगदानले गरेर आज बनेको देशमा तिमी उभिन सकिरहेको छौ भनेर भन्नु पाऊँ, छाती फुल्लाएर गर्वसाथ भन्नु पाऊँ। अब धेरै त भनिनँ, कतिवटा समस्याहरू हाम्रो छन् जसलाई पूर्ति गर्नुपर्ने छ, चाँडोभन्दा चाँडो गर्ने हाम्रो योजना पनि छ। म सबसे एक्टिभ छु यसमा। हाम्रो बहिनीहरू भाइहरूको कतिजनाको अपरेसन पनि छ, त्यसको लागि समन्वय पनि गरिरहेको छौँ। प्रोस्थेटिक लेग्सहरू पनि छ, प्रोस्थेटिक हातहरू पनि छ। र मैले स्वास्थ्य मन्त्रीज्यूसँग कुरा गर्दाखेरि मैले नि के कुरा गरिरहेको छु भन्दाखेरि आई वान्ट द बेस्ट इन द वर्ल्ड भनेर भनेको छु। मैले त्यही नै भनेको छु। मलाई यसमा कम्प्रोमाइज गर्नै छैन। जो मान्छेले हात गुमाए देशको लागि, जो मान्छेले ज्यान गुमाए, जो मान्छेले आफ्नो औँला गुमाए, खुट्टा गुमाए, उनीहरूको एउटा प्रोस्थेटिक लेग राज्यले राख्न सक्दैन भने हामी किन सत्तामा हुनु होइन, भन्नुहोस् भनेर मैले भनेकै छु। त्यही भएर यसमा आई वान्ट द बेस्ट भनेर मैले भनिरहेको छु। त्यही भएर
अलिकति मलाई थाहा छ भाइहरू कतिजनाको गाह्रो परिरहेछ, घर परिवार गाह्रो छ। यसको लागि हामीले सरकारले, नेपाल सरकारले हामी सबैजना समन्वय गरिरहेछौँ। नसोच्नु होला अरू मन्त्रालयले समन्वय गरेको छैन भनेर नसोच्नु होला, उहाँहरूले पनि समन्वय गरिराख्नु भएको छ। तर यो हाम्रो नीति नियम कानुनले पनि टेकेर गर्नुपर्ने हुन्छ। त्यो नगर्दै गर्दाखेरि पछिपल्ट हामीलाई पनि गाह्रो हुन जान्छ होइन। कानुन रुल अफ ल त फलोै गर्नै पर्यो होइन। त्यसलाई टेकेर हामीले केही काम गर्दाखेरि चाहिँ अलिक ढिला सुस्ती चाहिँ हुने रहेछ। तर त्यो ढिला सुस्ती भए पनि हाम्रो डेलिभरी चाहिँ हुन्छ। त्यही भएर विश्वास गर्नु पर्यो आफ्नो मन्त्रीहरूमाथि नि, आफ्नो दाइहरू, भाइहरू, बहिनीहरूपाथि नि तपाईँहरू आफूले विश्वास पनि गर्नु पर्यो।